हेलो साथीहरू नमस्ते। आज हामी हजुरहरूलाई एकदमै सन्देशमूलक भिडियो लिएर यहाँ उपस्थित भइसकेका छौँ। यदि तपाईँ लोकसेवा तयारी गर्ने साथीहरू हुनुहुन्छ भने हजुरको लागि एकदमै महत्त्वपूर्ण कुरा यहाँ आज पस्किनेवाला छौँ हामी। यस्तै महत्त्वपूर्ण कुराहरूको लागि यो च्यानललाई सब्स्क्राइब गर्न र सेयर गर्न, लाइक गर्न नभुल्नुहोला। यदि हजुरहरू लोकसेवा तयारी गरेर एकदमै तयारी आगो पार्नु भएको छ र अब नाम निकाल्न हतार भइसकेको छ भने नागरिक उड्डयन प्राधिकरणमा एकदमै भारी संख्यामा विज्ञापन आएको छ। तपाईहरूले प्राधिकरणको वेबसाइट canNepal.government.np मा गएर आफ्नो अनलाइन एप्लिकेसनद्वारा आवेदन दिन सक्नुहुनेछ। आवेदन दिनका लागि चैत्र 26 गतेसम्म सिंगल दस्तुरमा फर्म रहेको छ भने यदि तपाईहरू सिंगल दस्तुरमा फर्म भर्न भ्याउनु भएन भने डबल दस्तुरको लागि वैशाख 3 गतेसम्म रहेको छ। विभिन्न तहमा एकदमै भारी संख्यामा भ्याकेन्सी आएको छ र एकदमै राम्रो संस्थान रहेको हुँदा तपाईहरूले आफ्नो सिट सुनिश्चित गरी तयारीमा जुट्नु हुन एकदम अनुरोध गर्दछौँ हामी। चौथो र पाँचौं तहमा एकदम भारी संख्यामा विज्ञापन रहेको छ। त्यसैले प्राय विद्यार्थीहरू चौथो र पाँचौं तह नै तयारी गर्ने हुँदा पाँचौं तह प्रशासनमा खुल्लामा एकजना रहेको छ भने लेखामा महिला एकजना, आदिवासीमा एकजना गरेर 2 जनाको भ्याकेन्सी आएको छ। अनि आर्थिक प्रशासन राजस्वमा पनि एकजना खुल्ला रे एकजना आज मात्र रहेको छ भने चौथो तहमा प्रशासनमा खुल्ला 2 जना, एकजना महिला र एकजना मधेसी सहित प्रिटेस्ट पास गरेको व्यक्तिले मात्रै चौथो तह भर्न मिल्ने हो र यसका लागि योग्यता भएका उम्मेदवारहरूले छिटो फर्म भरेर आफ्नो सिट सुनिश्चित गरी तयारीमा लागेर छिटो जागिर खानुहोस्। धन्यवाद।